Bilbao remains tense amid political turmoil after massive and violent protests ousted the Prime Minister. Nepal announced the red... In Nepal, after protests... 13 people have been killed. March towards Nepal's parliament in the capital, Kathmandu. 14 people are dead. They didn't just march, they ignited. Fiery protests tonight in what may be the world's first revolution powered by Gen Z. नाम त अब त्यही चुरोट आइराखेन नि नाम चाहिँ त्यही आदित्य रावल मेरो अनि अब त्यही सोसियल मिडियाकै उसमा भएँ त्यही करियरमा करियर नै बन्द हुन थाल्यो नि त अब त्यो सोसियल मिडिया अब के कारणले गरे हो तर मेरो त मेनली डाइरेक्टली त्यो उसमै इन्कममै उ पर्यो क्या हाम पर्यो क्या अनि त्यो हिसाबले गयो हो अब पहिल्यैदेखि अब यो करप्सन सरप्सन खासै त्यति जेनजीहरूलाई अब लाइक
टु बी अनेस्ट सबैको कुरा त्यो अहिले बढाइ चढाइ के भन्छन् होइन तर यो करप्सनदेखि लिएर सरकार संविधान अझै पनि जेनजी प्रायःले थाहा छैन होइन तर त्यो दिन चाहिँ जब सोसियल मिडिया ब्यान गर्यो नि अब चाहिँ अति भयो भनेर अब चाहिँ जाग्नुपर्छ है भन्ने कुरामा त्यतिखेर चाहिँ दुईवटा कुरा सँगै निस्क्यो कि सोसियल मिडिया ब्यान पनि आयो करप्सन पनि आयो अनि ठ्याक्कै नेपो किड्स भन्ने ट्रेन्ड पनि चल्यो अनि ट्रेन्डले अहिले तल्का हान्दैछ आई थिङ्क द प्रोटेस्ट स्टार्टेड कहाँबाट भने पहिला सुरु चाहिँ देयर केम अ ट्रेन्ड विदेशमा पनि चलिरहेको थियो अनि यहाँ पनि एउटा ट्रेन्ड आयो क्या त्यो चाहिँ के थियो भने जुन यो करप्टेड नेताहरू फ्यामिलीहरू जो बिजनेस इभन बिजनेसवाला मान्छेहरू पनि हुनुहुन्छ उहाँहरूको फ्यामिलीहरूले अरू जनताहरूको पैसा खाएर अनि त्यसमा फ्लेक्स गरिरहेको भएर चाहिँ पिपल वर ट्राइङ टु सेम देम थ्रु सोसियल मिडिया ल्याभिस लाइफ जिरोकोहरू धेरैजना छन् नेताको सोकल नेताहरूको छोराछोरीहरू अब यस्तोसम्म भयो कि एकदम हाई लेभल पोलिसनमै हुनु नपऱ्यो क्या त्यो हुनलाई मन्त्री चेन्ज भएको भएछ सबैजनाले देशको पैसा खाएको खाएछ अनि अभियसली अब मसँग पैसा भयो भने त म मेरो छोरालाई म जुन लाइफले आएको त्यो त दिन चाहन्न त्यो भनेको मसँग पैसा बढी भएर हो क्या मेरो छोराहरूलाई मैले दिनकै 1000 रुपियाँ खाजा खर्च अथवा 1 लाख रुपियाँ खाजा खर्च टाइपले घुम्न जानलाई भ्याकेसन भने 1 लाख रुपियाँ दियो भने उनीहरूको लाइफ त्यही स्टाइल हुने भयो सोसियल मिडियाको टाइम छ उनीहरूले देखाउन त चाहन्छ आफ्नो एउटा आई प्ले दिस रोल इन सोसाइटी भनेर एउटा स्ट्यान्ड देखाउन खोज्छ सबै मान्छेहरूले त अब त्यो देखाउँदाखेरि त्यसकै फायर ब्याक भयो 80% यङ जेनेरेसनहरूले सबले सोसियल मिडिया नै युज गर्छ क्या त सो एउटा नयाँ प्लेटफर्म भनौँ न बिजनेसको लागि सो इन्कम सोर्स पनि त्यहीँ भयो अनि त्यो नै बन्द भएपछि त अलि गाह्रो हुन्छ त्यो नि प्लस दसैँको अगाडि क्या त जुन कि हाम्रो होल सिजनमा होल 12 मन्थमा सबसे बढी सेल हुने र त्यो सेल भएकोबाट सस्टेन हुने धेरै जस्तो पसलहरूको मेन स्पेसल्ली लुगा पसलहरूको तिनीहरूको सो त्यही मुखमै ब्यान भएपछि चाहिँ हल्लेको हो अनि प्लस अब कन्स्टिट्युसन अनुसार अब हाम्रो राइट पनि त्यो गरे जस्तो भयो नि त दाइ सो सोसियल मिडिया त हाम्रो फ्रिडम हो नि त अब त्यो फ्रिडम नै ब्लक गरिदिएको जस्तो भयो अब भन्छन् होला अब केही रिजन छ होला पोलिटिकल रिजनहरू छन् तर धेरै यसो रिसर्चहरू त्यो अनुसार चाहिँ त्यो रिजन पनि अराउन्ड त्यो गभर्मेन्टकै त्यसको लागि बनेको जस्तो टाइपको भएर पनि अलि भ्यालिड त भएन त्यो मेरो छोराको गल्ती के थियो त्यसलाई आजभन्दा 9 वर्ष अगाडि मैले काठमाडौँ पठाएँ सोझो मेरो मल्टी ट्यालेन्टेड छोरा आजसम्म त्यसले हामीलाई कहिले दुःख दिएको थिएन हरेक फिल्डमा A1 नम्बर 1 थियो मेरो छोरो त्यसले के गल्ती गरेको थियो मात्र त्यसले अब यो के हो जेनजी आई डोन्ट नो हामीलाई जेनजी भन्ने थाहै थिएन कहाँबाट आयो कसरी आयो कसले ल्यायो के कारणले यिनीहरूले 2 दिन अगाडि सम्पूर्ण चाहिने यो के भन्छ यसलाई सर्भरहरू या भनौँ सामाजिक सञ्जालहरू कसरी बन्द भए ऊ त बिचरा त्यहाँ जान पनि चाहिरहेको थिएन त्यही पनि उसले मात्रै आफू साँझ बसेर राति बसेर एउटा ब्यानर एउटा प्ले कार्ड बनाएको थिए जहाँ मात्रै नो मोर करप्सन इट्स आवर कन्ट्री एन्ड वी वान्ट चेन्ज र एउटा साइडमा लेखेको थियो बाबुले करप्सन इन्ड भनेर र आफै इन्ड भइहाल्यो यत्रा साना बच्चाहरूलाई त्यो कुन कानुनमा छ कि सिधै टाउकोमा गोली हान्ने भनेर अहिले डिआइजीले फोन गर्छन् प्रहरीले फोन गर्छ होइन हाम्रो यो सिस्टमै छैन पहिले त्यस्तो कुनै पनि
जुलुस हडताल भन्छ भने हामीले पानी पहरा दिन्छौँ। फेरि त्यसले पनि मानेनन् भने चाहिँ लाठीचार्ज गर्छौँ र धेरै नै हामीलाई प्रतिलाई यस्तो गरेछ भने खुट्टामा गोली हान्ने, त्यही पनि रबरको गोली हान्ने भन्ने छ। आज मेरो छोराको यत्रो टाउकोमा यति ढ्वाङ गर्ने गरी पाल गर्ने गरी चाहिँ तिनीहरूले गोली हान्ने। एकचोटि ऊ बिचराले आमा बुवा पनि भन्न पाएन। भर्खरै बिचराको लाइफ स्टार्ट भएको थियो। इन्जिनियर भएर उसले आफ्नो चाहिने कन्भोकेसनको पनि मनाउन पाइरहेको थिएन। फर्म भरिसकेछ। ऊ बिचरा 23 गते यस्तो भयो, 24 गते उसको चाहिने एक्जाम थियो, स्कलरसिपको एक्जाम। यति पढ्थ्यो उसले, यति मेहनत गरिरहेको थियो। उसलाई के थाहा कि आज यो होस्ट यो चोर सरकारले चाहिने मेरो छोरालाई यसरी खतम गरिदिन्छ भन्ने कुरा उसले पनि बुझिरहेको थिएन। मेरो त के थियो, हाम्रो त सबै संसार डुबिगयो। मेरो त्यही एक मात्र छोरो, ऊ छोरा होइन, ऊ सबै थियो मेरो लागि त। एभ्रिथिङ ओके थियो क्या। हामी उतातिर ऱ्यापस्याप गाइरहेको थियौँ होइन। स्कुलको ड्रेसको बहिनीहरू अनि साथीहरू थिए, सबै थियो। अनि म चाहिँ कलेज जाँदिनँ, लाइक ब्याचलर, अब त्यही घरबाटै जब गर्दै गइरहेको छु क्या। अनि सबै साथीहरू हामी प्लान बनाएको थियो कि जाने प्रोटेस्टमा मजाले शान्तिपूर्ण त्यो हुन्थ्यो नि। अनि त्योभन्दा अगाडि जस्ट अगाडि चाहिँ के भनेको थियो भने कलेज ड्रेसमा आयो भनेपछि चाहिँ गोली हान्दैन नि त भनेर। तर दाइ अब यत्रो नेपालमा आन्दोलन भएन, तर बच्चाहरूको आन्दोलनमा चाहिँ यस्तो भयो क्या। लाइक सोच्दै नसोचेको कुरा हो नि त यो त। त्यो दिन स्कुल ड्रेसमा चाहिँ को गोली खान जान्छ यार। but at the same time like कोही पनि गएर तोडफोड गर्छु, यताउता गर्छु, पुलिसलाई गएर बागमुङ पिट्ने हो भन्ने मेन्टालिटीले कोही पनि गएको थिएन जस्तो लाग्छ। किनभने कतिलाई त जानी कि नजानी पिपल वर स्टिल केयरिङ अबाउट इट हुन्छ नि। जस्तै फिट चेक भनेर हालिरहेको थियो, मैले मान्छेहरू देखिरहेको थिएँ। यो अब मरेको बाबुको चाहिँ म ड्याडी हो। मेरो नाम चाहिँ विष्णुबहादुर तामाङ। मेरो बितेको बाबु चाहिँ बुद्धिबहादुर तामाङ हो। अब ऊ बितेको चाहिँ अस्ति 23 गते बित्यो फर्स्ट टाइममै। 7-8 दिन जति 8 दिन जति उहाँ हस्पिटलमै बसे। त्यसपछि सद्गति गरेँ ल्याएर। अब अहिले चाहिँ हामी घरमै छौँ। तर ल पुलिसले होइन, पुलिसले आफ्नो प्रोटेक्ट गर्न खोजेको भए पनि यहाँभन्दा तल रुल्स अनुसार हान्नुपर्ने नि त। त्यो त यार त्यो मेरै अगाडि 14-15 जना ढले होइन। अनि सबभन्दा मलाई नराम्रो लाग्यो मसँग मेरै कलेजको एउटा भाइ जुन 19 वर्षको अहिले त ट्रेन्ड टपिक छ नि, स्कुल ड्रेसमा यहाँनिर हानेर मारेको, मेरै कलेजको थियो क्या त्यो। त्यो विषय मरेपछि चाहिँ सेन्टिफाइड भयो म। अनि त्यसपछि के भयो, के गरौँ भयो होइन। एकछिन त भागेँ म। अनि सबजना भागिरहेको थियो। त्यहाँनिर ढले मान्छेहरू मर्या त ठ्याक्की मर्या थियो, तडपिरहेको थियो हल्का। बचाउनु त पऱ्यो कसै न कसैले गएर। आन्दोलन चाहिँ ठिकै जस्तो लाग्छ मलाई। राज्यले चाहिँ खास त्यस्तो दमन गर्नु चाहिँ नहुने हो। उनीहरूले चाहिँ शान्तिपूर्वकै आन्दोलन गर्ने भनेर लिएर गएको हो। जेनजीले शान्तिपूर्वकै आन्दोलन गर्ने भनेर लिएर गएको हो। अब उनीहरूको माग जे थियो त्यसलाई चाहिँ माग मात्रै पुरा गर्ने भन्ने हिसाबले गएको हो। तर यस्तो हुन्छ, यस्तो ज्यादती हुन्छ, यस्तो गोली चल्छ, यसरी मान्छे मर्ला, मान्छे मार्छ भन्ने हिसाबले त गएको होइन। पाङ गाउँपालिका नुवाकोटको निवासी हुँ। हाल म यो बागडोलमा पनि स्थायी रूपमा चाहिँ बसोबास गर्दै आएको हुँ। र अहिले जेएनकेका जुन विद्यार्थीहरूले गरेको सङ्गठन एकदम जायज छ। यो हुनै आज नभए नि भोलिको दिनमा पनि गर्नै पर्ने थियो। तर चाँडै गर्यो, राम्रो भयो। जुन हिसाबको त्यो नेताहरूलाई जुन कुटपिट गरिरहनु भएको छ नि, त्यो चाहिँ मलाई अलिकति राम्रो लागेन। जलाइदिनु पर्थ्यो क्या, नष्टै गर्नु पर्थ्यो क्या। अहिलेसम्म जति पनि हामी गरिब जनताले खुन पसिना बगाएर जुन किसिमको कर तिरेका छन्,
होइन सुहाउनै नसक्ने छ क्या है। उनीहरूको हेर्नुहोस् त कत्रो कत्रो पैसा लुकाएर राखेको रहेछ, धन लुकाएर राखेको रहेछ। त्यसले चाहिँ गरिब जनतालाई कुनै कम्पनी खोलेर राखे भाइ रोजगारी हुन्थ्यो देशमा। जति पनि युवा नेताहरू चाहिँ सबै विदेश पलायन छ क्या है। यो ढिलो चाँडो भयो, अति राम्रो भयो, म त खुसी छु एकदम क्या है। अब हामी दुःख गर्ने मान्छेलाई हर ठाउँमा कर छ क्या हेर्नुहोस् है। म पेसागतमा म पहिला ड्राइभर पनि गर्थेँ, अपरेटर पनि गरेँ। मैले विदेश 15-27 वर्ष भोगेर आएँ। यो बाढीले पोहोरको वर्ष सत्यानाश गर्यो, हामीले केही पनि राहत पाएको छैन होइन। देशमा करको माथि कर लगाएको छ। मेरो यो माथि 2 आनामा घर बनाएको पनि छ क्या। मैले नेपाल सरकारलाई नगरपालिकालाई बार अनुरोध गरेँ, ल 2.5 तलाको नक्सा पास छ भनेदेखि मैले 3.5 आना बनाए त मेरो खुपीले मेरो दुःख म्यानेजरले बनायो। करको माथि कर लिने, उनीहरू अपमान गर्ने अहिले पनि मलाई दिएको छैन क्या नक्सा पास पनि, निर्माण सम्पन्न पनि एक किसिमको। उनीहरूकै नगरपालिकाले भने बमोजिम हामी त्यो नेमभित्र छिर्दा पनि जनता कति दुखी रहेछ क्या। कालो धन चाहिँ कति लुकाएको रहेछ क्या भन्ने कुरो प्रत्यक्ष रूपमा। अब यो जति पनि अब हामीले त के बोल्न, हामी गर्न सक्ने मान्छे त होइन। अब हामी बुढेसकालले छोयो। अबको पिँढीको युवा नेताहरूले जो गरेको म त एकदम स्लोड छ क्या। यहाँ हेर्नुहोस् न, यहाँ पुरै भरिया छ मेरो छोरा। अब यो पनि यहाँ हिँड्न पनि के भन्ने, अब यो पुरै यही छ हेर्नुहोस् मेरो छोरा। अब म त मेरो छोरा नि भन्दैन, स्कुलको छोरा। अब यो भेरी स्कुलको यो हाम्रो स्कुलले गाई जात्रा निकालेको बेलामा उसले कन्डक्ट गरायो हो। यो हेर्नुहोस् यहाँ पनि छ, यहाँ पनि छ होइन, हेर्नु न यहाँ। अनि उसको क्रिकेट पिच खेल्ने, अब उसले आफूले पनि खेल्ने भनेर ल्याइदिए। पहिला सुरुमा म हजुरलाई उसले फोडेको सिसा देखाउँछु हेर्नुहोस्। अब त्यो डेथ भइसकेपछि त्यो जस्टिफाइड कुनै रूपमा नि हुँदैन होइन। अब कसरी एउटा आमाले मेरो छोरा देशको लागि मऱ्यो भनेर खुसी भएर बाँच्न सक्छ, त्यो त जस्टिफाइड हुँदैन कुनै रूपमा पनि। अब तर उनीहरूको सोललाई एउटा साँची राखेर चाहिँ अब आउने गभर्मेन्टले चाहिँ राम्रो गर्यो भने चाहिँ एटलिस्ट सान्त्वना पाउँछ भनौँ न। त्यही हो, अब जस्टिफाइड त हुँदैन कुनै एङ्गलमा पनि। यति कति फोडे बनाएँ तलको, त्यो त अब तल फोड्दैन म। अब तेरो सन्तानलाई देखाउँछु मैले त कति चकचकी थिइस् हेर भनेर। अनि उसको त्यो क्रिकेटको पिच अब त्यही हो हेर्नुहोस् खेल्ने। हजुर म चाहिँ यस्तै गरेर गएको थिएँ, सरेन्डर गरेर म अगाडि जान्छु, म यिनीहरूलाई प्लिज लिन दे। मैले 3 जनालाई त अगाडि हालिसकेको थिएँ, प्लिज यिनीहरूलाई लानु दे, गोली नानु भने म यस्तो हात गरेर गएको कि म पुरा जोसेर पनि गएन नि त। म यस्तै गरेर गएको, मलाई नि सिधै ढालिदियो क्या। अनि म सिधै यहीँ आएर होसाएको। जस्टिफाएबल तिनीहरूले किन त्यो ज्यान गवायो नि त दाइ, सानो कुरा होइन दाइ त्यो। किनकि आउट अफ ल चलिरहेछ नि त दाइ, आउट अफ ल चलिरहेछ दाइ। तिनीहरूले ज्यान गवायो दाइ होइन। अब तपाईँ अहिले पनि गएर हस्पिटलहरूमा गएर हेर्नुहोस् होइन, अहिले पनि घाइतेहरूलाई हेर्नुहोस्, त्यहाँ त्यो फिल्डमा भएको घाइतेहरूलाई हेर्नुहोस् होइन। खुट्टामा गोली लागेको छ तर खुट्टा अब लाइफ त बच्यो दाइ, चल्दैन क्या अब त्यो खुट्टा जिन्दगीभर। सो अपाङ्ग भयो क्या दिन। अब तिनीहरूको लागि चाहिँ के यतिकै त यो रगत त त्यो हुँदैन नि त, हुँदिनु भएन नि त। सो त्यतिखेरको रेज, त्यतिखेरको मान्छेहरूको निड चाहिँ के थियो भन्दाखेरि यो जुन करप्ट सिस्टम चलिरहेछ नि दाइ, त्यसलाई ढाल्नलाई हो क्या। ढाल्नलाई मतलब त्यसलाई इरेज गर्नलाई हो क्या। एउटा सबभन्दा मेन मलाई असर गरेको यहाँ हो, यहाँको त्यो मासु निकालिदियो सबभन्दा त्यो छ। अनि एउटा गोली यहाँ निकालेर अहिले यो स्टिकर टालेको छ। अनि यतातिर छ एउटा गोली ननिस्केको चाहिँ छर्रा हो। अनि यो निस्काएन अहिले, अब पछि अब डक्टरले पछि गर्छु भनेको क्या। त्यही भएर यो रबर बुलेट त होइन, रबर बुलेट
रियल बुलेट नै चाहियो छिटा चाहिँ भइरहेछ त्यसमा भित्र कि नत्र यहाँभित्र चाहिँ छर्रा हो दुईवटा बुलेट चाहिँ यहाँ दुईवटा बुलेट यहाँ एउटा बुलेट तिनवटा बुलेट यहाँ चाहिँ छर्रा त्यस्तै लाग्यो त्यो जुन जेनजीको प्रोटेस्ट भयो नि अस्ति सेप्टेम्बर 1 मा मेरो विचारमा त्यो आवश्यक थियो किन भन्दा जुन मानिसहरुमा एउटा देशको करप्सन प्रतिको वितृष्णा जुन भइसकेको थियो नि र जेनजीहरुको मुख्य मुद्दा त्यही भएको हुनाले एउटा राम्रो कन्ट्रीको लागि चाहिँ त्यो हुनुपर्छ जस्तो लाग्छ मलाई नमस्कार मेरो ओखलढुङ्गा घर अनि मेरो व्यवसाय चाहिँ 8-10 वर्षदेखि यही तरकारी व्यवसाय छ अनि यही बस्छु एउटा छोरा श्रीमती परिवार यही नजिकै बुद्ध चोकमै बस्छु जस्तै अस्ति आन्दोलन भयो हैन के कारणले भएको जस्तो लाग्छ तपाईलाई यो आन्दोलन चाहिँ यथार्थ रूपमा थाहा नभए नि हैन तर यो भ्रष्टाचारको विरुद्धमा नै हो भन्ने लाग्छ तपाईलाई अब यो जेनजीहरुले गरेको भनेर जेनजी शब्द कति सुन्नु भयो नि त तपाईलाई जेनजी भनेको के जस्तो लाग्छ त यो जेनजी भनेको चाहिँ जो चाहिँ युथ बालबालिका हैन जो चाहिँ 28 वर्षभन्दा मुनिको बालबालिकाहरू बच्चा भन्ने जनाउँछ जस्तो लाग्यो यथार्थ थाहा नभए नि जस्तै तपाईलाई यही चीज अब 1 महिना जति सर गएको भए चाहिँ तपाईकोमा चाहिँ अब तपाईलाई चाहिँ अब आफ्नो जीविकोपार्जन गर्नको लागि कतिको गाह्रो के जस्तो हुन्थ्यो जस्तो लाग्छ तपाईलाई एकदमै गाह्रो धेरै अप्ठ्यारो हैन आन्दोलन भएपछि सबैलाई मलाई मात्र हैन सबैलाई नै गाह्रो हुन्छ देशलाई नै गाह्रो हुन्छ सबैलाई गाह्रो हुन्छ I think it all started being aggressive when the first person got shot. Chaotic थियो असर ग्यासहरू यताउता छरिरहेको थियो त्यतिन्जेलसम्म नि मान्छेहरू असर ग्यासले गर्दा अलिकति अग्रेसिभ चाहिँ भयो थियो डिसमेन्टल पनि हुँदै थियो तर अग्रेसिभ पनि भइरहेको थियो तर आई थिङ्क आई अल्सो काइन्ड अफ स द फर्स्ट गाई हु गट शट त्यसपछि चाहिँ एभ्रिथिङ स्टार्टेड बिङ अग्रेसिभ किनभने अब जो पार्लियामेन्ट जलाउँछु भन्ने इन्टेन्सनले आयो उनीहरूले चाहिँ मोटिभेसन पायो हैन अब त झन् मान्छेहरू अग्रेसिभ हुने भयो सो दिस इज द राइट टाइम भनेर उनीहरूले झन् अग्रेसनमा पछाडिको मान्छेहरूलाई पछाडिदेखि अगाडि ल्याउनु थालेको उनीहरूले त अगाडि स्कुल ड्रेस लगाएको बच्चाहरू थियो क्या हामीले त पठाएको होइन नि त किनभने वी नट द्याट डम क्या हामी त बहिनी भाइ तिमीहरू त पछाडि नै बस्छ लाइक स्कुलबाट भर्खरै फर्केको बच्चाहरूलाई अगाडि जाउँ भनेर ल्याउने त एज अ सिल्ड युज गर्ने त कार्यकर्ता भन जे भन अब आई डोन्ट नो म्यान तिनीहरूलाई के भन्ने होइन नयाँ ट्रेन्ड फेरि झोले होइन त्यही नै भन्नु पर्ला सो उहाँहरूले अगाडि पुस गरेपछि चाहिँ अ लट अफ पिपल गट शट मेरो शुभ नाम चाहिँ राजेन श्रेष्ठ म यो भेरी बोर्डिङ स्कुल नेपालगञ्जको फाउन्डर हो अब उसको क्लास 10 सम्मको स्कुलिङ चाहिँ यही भेरी बोर्डिङ स्कुल नेपालगञ्जबाट भएको हो ऊ नर्सरीदेखि क्लास 10 सम्म चाहिँ यहीँ पढ्यो त्यसपछि प्लस 2 को शिक्षाको लागि ऊ CCRC काठमाडौँमा गर्यो उसले प्लस 2 त्यसपछि उसले इन्जिनियरिङ KECबाट चाहिँ इन्जिनियरिङ भर्खरै अहिले 4-5 महिना भयो त्यहाँबाट चाहिँ इन्जिनियरिङ गरिसकेको थियो उसको स्वभावमा त अब हामी लगायत अब यो हाम्रो वरिपरि छिमेकी सबैलाई हाम्रो परिवार लगायत हाम्रो नातागोता सबैलाई थाहा छ उसको साथीहरूलाई थाहा छ ऊ बाल्यकालदेखि नै अब अलिकति मेहनती विद्यार्थी पढाइमा मेहनती खेलकुद अतिरिक्त क्रियाकलापमा साथसाथै एउटा सोसियल थियो ऊ सबभन्दा ऊ चाहिँ सोसियल जहाँ पनि उसले चाहिँ सामाजिक कामको लागि भयो जेसम्म नै अलिकति अग्रपन्थीमा रहेर काम गर्ने मिजाजको थियो जुन यो बुढा यो छ नि यो पुराना दलका नेताहरूले 5-6 पटक पनि देशको प्रधानमन्त्री भएर पनि जनताहरूलाई केही विकास अब देश नै केही परिवर्तन गर्न नसक्नेहरू त्यही काम चलाउ हुन्छ नि त आफ्नै मान्छेलाई मात्रै हेर्ने र जनतालाई केही पनि परिवर्तन नगर्ने अनि पटक पटक प्रधानमन्त्री हुने र हामीलाई परिवर्तनै रोजगारको पनि केही पनि नहुने अनि
आफ्नो व्यक्तिलाई मात्रै हेर्ने, हामीलाई नहेर्ने, अनि हामी सबै युवाहरू विदेश जानुपर्ने, यो परिस्थितिलाई विशेष गरेर यही परिस्थिति हटाउनलाई हाम्रै देशमा केही रोजगार पाउने अनि परिवर्तनको लागि हामी त्यो आन्दोलनमा उभिएको। तपाईँको नाम ठेगाना, तपाईँ व्यवसाय के गर्नुहुन्छ? मेरो सुरेन्द्र बहादुर विश्वकर्मा। पहिला बाहिरतिर थिएँ बाबु, अनि अब खेतीबारी पनि अलिक कम छ, त्यता छ, त्यो चाहिँ जीविका चलाउने यो गर्न आउँछ बाबु। हाम्रो यो जेनजीको प्रोटेस्ट भयो नि, यो चिज चाहिँ होइन तपाईँलाई यो जेनजी भनेर यस्तो प्रोटेस्ट भनेर आन्दोलन भनेर कसरी थाहा भयो, कहाँबाट थाहा भयो? यो जे गर्नुभएको छ हजुरहरूले राम्रो भलाइको लागि गर्नुभएको छ बाबु। हामी अहिले यस्तो अवस्थामा आउने, यस्तो गर्ने हामीलाई पर्ने थिएन। यस्तै पहिला नियम कानुन भइदिया भए अनि हामी बिजोगमा थियौँ, बिजोगमा परेका थियौँ। अहिले जो छ हामीलाई त्यही नै सुविधा राम्रो छ। तपाईँको यो जति आन्दोलन भयो नि, के कारणले भएको जस्तो लाग्छ तपाईँलाई? यो विथिति भएको बाबु सबै शोषकभन्दा अरू केही पनि भएन। अनि अब जस्ता ठाउँको मान्छे नै छ, कुठाउँको मान्छेलाई आपत पर्यो, विपद पर्यो, खानै पुगेन, लाउनै पुगेन, अनि छोराछोरीले पढ्न पाएन, लेख्न पाएनन्, पाए पनि कामै पाएनन्, आफ्नो देशमा गरौँला भने त्यो कतैबाट भनाइ भएन, जम्मै शोषकको मात्रै भयो। अनि कोही गरिबको छोरो पनि बुद्धिजीवी होला, अनि केही गरौँला, के कादौँला, देशको लागि हामी पनि गरौँला केही भन्ने सोचे होलान्। अनि गरिब भन्नाले सबै कुरा गरिबै त हुँदैन नि बाबु। भगवान्ले एउटा न एउटा जन्म दिएकै हुन्छन् मान्छेलाई। अनि अब त्यो जन्म पार गर्न यहाँको यिनी उसले गर्दाखेरि, नेताहरूले गर्दाखेरि दिनै दिएन, के गर्ने। जस्तै तपाईँको त अब एक तरकारी व्यापारी भयो नि त होइन, बिहान यहाँ ट्याङ्लाफाटमा आउनुहुन्छ। हजुर। जस्तै अब तपाईँको जीविकोपार्जनलाई चाहिँ अब कसरी चाहिँ अलिकति गाह्रो भएको थियो जस्तो लाग्छ, त्यो आन्दोलनदेखि लिएर यो अरू यो सिस्टमदेखि लिएर? गाह्रो त बाबु गाह्रो त हुन्छ, काम गर्दा गाह्रै हुन्छ, नहुने कुरो हुँदैन। अनि अब सबैले पहिला यस्तो थिएन हेर्नुहोस्। अनि आफ्नो खेतीपारी गर्ने, यताउति गर्ने चलन पनि थियो। अनि खाते किन्न सकिँदैन, मलै किन्न सकिँदैन, अनि गोरु किन्न सकिँदैन। अनि सबैले गोरु पाल्न छोडेले, सबैले उ गर्न छोडेले। अब पुइसो अगाडिबाट लड्ने हर्ने पुइसो कतैबाट देखिन्न। अनि अब गर्ने उपाय गर्ने के हो, जीविका त पाल्नै भयो। पोलिटिकल्ली नन एसोसिएटेड मान्छेहरू चाहिँ एटलिस्ट लाइक दे वर भेरी लाइट, टेकिङ इट लाइटली, अनि सकेसम्म साइलेन्टली गर्ने भनेर चाहिँ आई थिङ्क इट स्टार्टेड आउट लाइक द्याट। सो 12 बजेतिर 10 देखि 12 को बिचमा आई डोन्ट एक्ज्याक्टली रिमेम्बर द टाइम, किनभने त्यो बेलामा अलिकति त्यस्तै नै चलिरहेको थियो। सो बट सबैजना ग्यादर भयो माइती घरमा अगाडि, अनि रमाइलो खालको प्रोटेस्ट भइरहेछ। अनि मेरो यो सनफ्लावर सेसन्स गर्ने साथीहरू दे ह्याड अ डिजे बुथ होइन, अनि के भने युथवाला प्रोटेस्ट हो नि त। सो एन्टरटेनमेन्ट पनि होस् भनेर आई थिङ्क दे ह्याड अ डिजे बुथ, अनि त्यहाँ म्युजिक बजाइदिरहेको थियो। अनि पानी नट जस्ट म्युजिक, लाइक उनीहरूले पानीहरू पनि बाँडिरहेको थियो त्यहाँ। सेप्टेम्बर 8 मा म हेरि नै रहेको थिएँ खासमा होइन, यो लाइभहरू हेरिरहेको थिएँ। स्टार्टिङ फेजमा त जस्तो राम्रै भइरहेको जस्तो लाग्छ, किनकि सबै युथहरू जम्मा भइरहेको थियो। र त्यो हुँदा रफली कति 2 बजीतिर हेर्दाखेरि एउटा मान्छे मऱ्यो भन्ने किसिमको न्युज आयो। अनि साँझसम्म पुग्दा त कतिजना धेरै नै भाइ बहिनीहरूलाई जुन मारियो र मारे नै भनौँ न, अथवा के भन्ने त्यसलाई, उनीहरू मरिसकेको रहेछ। र विभिन्न सोर्सहरूबाट हेर्दा जसरी उनीहरू मरेको देख्यो नि, एक किसिमको भित्रभित्र आफूमा यति धेरै रिस उठ्यो कि अरे यार, स्टेटले यति सानो भाइ बहिनीहरूलाई यस्तो त गर्नु नहुने थियो नि। सो तपाईँले पनि हेर्नुभयो होला, सो यो कुनै अट्याक गर्न लागेको मान्छे थिएन कि, ग्रुपमा उभिरहेको मान्छेलाई पनि के भन्छ सुट गरेकोहरू देखियो नि त। यता मान्छे ढलिरहेछ, यता पनि ढलिरहेछ क्या, के भइरहेछ या त हेड सर्ट क्या, अब चरा मारे जस्तो मारिरहेछ मान्छेलाई। उनीहरू शान्तिपूर्वकै गइरहेको। अब जस्तै बानेश्वरको एरियामा त 4-5-6 लेनको बाटो हो, त्यो बिचको लेनको बाटो नै क्याप्चर थिएन, उनीहरू साइडको लाइनमा मात्रै हिँडिरहेको थियो।
वहाँ पुगेपछि अब के भयो कसो भयो त्यो चाहिँ हामीले थाहा भएन अब आन्दोलनकारी र पुलिसहरूलाई नै थाहा होला त्यो कुरो चाहिँ तर मेरो छोरालाई चाहिँ खुट्टामा 2टा गोली रबरको छातीमा 3टा गोली सिसाको त्यो लागेको रहेछ पोस्टमार्टम गर्दा त्यसमा प्रुभ भयो फर्स्ट डेमा चाहिँ मलाई के लागेको थियो भने किनकि सरकार जति प्रेसर आए पनि त्यो भनौँ न सोसियल मिडिया अनब्यान गर्ने सोचमा थिएन रहेछ किनकि त्यो दिनको 19 जना मारिसके त्यो दिनसम्म 19 जनाको रेकर्ड थियो 19 जना मारिसकेपछि पनि सरकारले अनब्यान गरेन राति 12 बजे नगर्दै भनेरै प्रेस विज्ञप्ति निकाल्यो त्यो पनि भन्यो भिडियोमा थ्रुबाट पनि तर सरकारले त्यस्तो दमन नै गर्न खोज्यो त्यो जति पनि डेथ भयो त्यो चाहिँ दमन भनौँ न अब एकजनालाई हेडसट हाने जस्तो सबै भाग्ला नि भनेर दबाउनै खोजेको थियो जस्तो लाग्छ मेरो विचारमा त्यो चाहिँ नभइदिए भए यत्रो नोक्सान चाहिँ हुँदैन थियो सरकारले ल फेसबुक पनि अनब्यान अनि आई रिजाइन फ्रम द पोजिसन बिकज सो मेनी पिपल आर कम्प्लेनिङ कहिले अब टिचरको कम्प्लेन छ कहिले किसानको कम्प्लेन छ नो प्रोफेसनल आर सेटिस्फाइड विथ द गभर्मेन्ट I think that was the worst thing that the government did. आफ्नो रुलमा हुँदाखेरि चाहिँ आफूले रुल गरिरहेको बेलामा चाहिँ the worst thing that you can do is kill your own citizen. देशमा धेरै करप्सन भइसक्यो यो करप्सनलाई चाहिँ हामीले रोक्नुपर्छ भनेर एउटा जेनजीहरूको आक्रोश भएर अगाडि बढेका थियौँ यसमा न कसैको के भनौँ तपाईँलाई कसरी भनौँ भने यो लिडरसिप भन्ने थिएन योमा जेनजीहरूको आक्रोश हो यो जेनजीहरूको आक्रोशलाई हामीले लिडरलाई लिनुपर्छ भन्ने आवश्यक ठानेनौँ हामीले आक्रोशलाई चाहिँ केही समय हाम्रो यो आन्दोलन चाहिँ केही लामो हुन्छ केही समय लामो जाला भन्ने हाम्रो सोचले त्यसरी अगाडि बढिरहेको थियौँ शान्तिपूर्ण तरिकाले बढिरहेको थियौँ तर यो हत्यारा सरकारले हाम्रो बालबालिकाहरू एउटा कलेज ड्रेसमा आइरहेको थिए उनीहरूलाई के गर्यो भने हाम्रै आँखा अगाडि घुँडामुनि सुट गर्नुपर्ने भनेर निर्देशन आयो भन्ने कुरा भयो तर हाम्रै आँखा अगाडि टाउकोमा हेडसट गर्यो क्या गोलीहरू टाउकोमा हान्यो अनि हाम्रा युवाहरूमा यो खालका युवाहरूमा यतिकै पनि आगो हुन्छ रगतमा त्यो रगतहरू यति उम्ल्यो हामीहरू आफैलाई मर्नसँग डराएनौँ क्या हामीलाई मर्न कुनै डर भएन क्या त्यसपछि यो हाम्रो यो जुन आन्दोलन प्रोटेस्ट थियो त्यो चाहिँ तीव्र रूपले झन् अगाडि बढ्ने भयो त्यो दिन चाहिँ त्यत्तिकै भएर मान्छे ततरबितर भयौँ हामी कोही कता गयौँ त्यो दिन त्यत्तिकै भयो अर्को दिन हामीले रातभरि त्यो न्युज हेर्दा म रातभरि सुतेको छैन क्या मेरो एउटा साथी मसँगै प्रोटेस्टमै चिन्जानी भएको थियो क्या मेरो साथीको म त्यही चिन्जानी भएको मेरो साथीलाई घाइते भएर 5-6 गोली एउटा खुट्टामा लागेछ क्या अहिले पनि भित्र बस्नु भएको छ उहाँलाई 4 गोली लागेछ 4 गोली खुट्टामै 1 गोली यहाँ लागेछ उहाँ अहिले बेडमै बस्नु भएको छ बेडमै सुत्नु भएको छ उहाँलाई त्यसरी गोली लाग्दा म गोली लागेन म सुरक्षित छु म ठिक छु तर मेरो साथी त गोली लाएर यो सरकार हत्यारा सरकारले मेरो साथीलाई त गोली हान्यो नि त्यसपछि अर्को दिनबाट नेपाली जनताहरू कोही जेनजी मात्रै रहेन क्या त्यहाँ हरेक जनताहरू चाहिँ रोडमा आयो क्या त्यो दिन तपाईँले हेर्नुहुन्थ्यो भने त्यो दिन तपाईँ यहाँ हुनुहुन्थ्यो भने थाहा पाउनुहुन्थ्यो कुनै रोड खाली थिएन कुनै रोडमा घरमा कुनै मान्छे बसेको थिएन क्या त्यसपछि सरकार विरुद्ध आक्रोश के हो भन्ने तपाईँलाई 36 घण्टा नपुग्दै सत्ता समीकरण गरिदियो क्या युथले एउटा जेनजी युथहरूले 36 घण्टामै सरकारलाई परिवर्तन सत्ता समीकरण गरिदियो यो इतिहास हो आन्दोलन सकिएको छैन जबसम्म प्रत्यक्ष कार्यकारीको व्यवस्था नभएर व्यवस्था ल्याएर अन्तरिम चुनावको घोषणा गरिँदैन तबसम्म आन्दोलन जारी छ यदि यही पुरानै पार्टीबाट कोही फेरि सरकार बनाएर प्रधानमन्त्री बन्छ भने सुरुमा त्यो चल्नुपर्छ आठ नगर्नु प्रधानमन्त्री बन्ने अब पुराना नेताहरूले सुरुमा त्यो चल्नेछ है सबभन्दा सुरुमा त म सबैलाई प्रणाम भन्न चाहन्छु है मेरो भनेको कुरा राम्रोसँग पुर्याइदिनु होला हजुर म नि राजनीतिको नमन पर्ने मान्छे हो तर मैले अहिले सबै राजनीतिक बुझिसकेको छु होइन हाम्रो नेपालमा भएको 3टै त छन् दलहरू होइन कङ्ग्रेस बिपीको सिद्धान्त होइन बिपीको सिद्धान्तले भने हो
आफैमा कति राम्रो छ हैन माओज छ पुने सिद्धान्त ओगटेको अहिले तिनीहरूको नेताहरूले हैन एमाले भन्नुभएको छ उनीहरूको सिद्धान्तले यही गर्नु भनेर भनेको छैन नि यो अहिले जो हाम्रो देशमा नेता बनेको छ नि उनीहरूले यो सिद्धान्तै नबुझेर आएको होइन यो ठाउँमा पोलिटिक्स गर्न उनीहरूको सिद्धान्तलाई नै नओगटेर आएको व्यक्तिहरू आइरहेको छ हाम्रो यसमा बुझ्नु पनि होइन अर्को कुरा बालेनलाई मैले भन्न चाहन्छु मेरो छोरा मात्रै होइन यो देशको प्रत्येक युवाहरूको इन्सपिरेसन थियो तर अहिले बालेनले भन्दा नि मेरो दिमाग फुटिसकेछ म बालेनलाई एउटै कुरा भन्न चाहन्छु खै मैले सुनेको थिएँ कतैतिर जब उसको वाइफ प्रेग्नेन्ट भएको बेला लिएर जान लागेको बेलामा समथिङ कसैले उसको गाडी रोकेको थियो रे ट्राफिकलाई त्यति बेला उसले सायद सिंहदरबार जलाउँछु भनेर भन्ने शब्द निकालेको थियो रे होइन उसलाई आफ्नो प्रेग्नेन्ट वाइफलाई लिएर जाँदाखेरि उसलाई त्यत्रो रिस उठ्यो प्रेग्नेन्टलाई मात्रै एउटा ट्राफिकले रोक्दा भनेपछि आज हाम्रो छोरालाई मारेको छ हाम्रो छोरालाई मारेको छ अनि देशको के क्षति भएको छ अरे होइन अझ त्यो क्षतिलाई पनि हामीले नै परिपूर्ति गर्ने भनेर अर्थ मन्त्रालयबाट आएको छैन लाज लाग्दैन यो देशलाई दिनमा 24 घण्टा हुन्छ 22 घण्टा लोड सेडिङ हुँदाखेरि पनि केही नभनेर बसेको मान्छेहरू हो नि त हामी त अनि अब त आफ्नै आँखा अगाडि मान्छे मारिदिरहेछ यो त के हो यो त प्यालेस्टाइन इजरायल हो कि नेपाल हो जस्तो फिल गराइदियो नि त हामीलाई त हामीलाई इन्फर्मेसन गर्नलाई बाबुलाई चाहिँ चोट लागेको छ भनेर एकदम इट वाज 12 o'clock 2 o'clock 2:30 चाहिँ त्यो खबर पाएपछि मात्रै गोली लागेको छ घाइते छ भन्ने किसिमको इन्फर्मेसन आएको तर एट द टाइम हि वाज डेड अथवा बितिसकेको थियो तर त्यस्तो इन्फर्मेसन आएपछि वी गट अल अफ सडन त्यस्तो आएपछि त अल द फ्यामिली गट सक्ड नमस्ते सबैजनालाई म चाहिँ सुलभराज श्रेष्ठ आर्ट अफ लिभिङको भलेन्टियर र हाल काठमाडौँ इन्जिनियरिङ कलेजमा सिभिल अन्तर्गत पढिरहेको विद्यार्थी यसै सोमबार द्याट इज असारको 7 गतेबाट आर्ट अफ लिभिङले नवचेतना शिविर गर्न लागेको छ यो शिविर चाहिँ हजुरलाई हाम्रो टिम लिड बाई आविष्कार पोखरेल एन्ड पूजा खनालद्वारा गरिरहेको छ भदौ 23 गतेको घटनामा पनि उसले मात्रै यो करप्सन सम्बन्धित एउटा प्लेकार्ड बनाएको थियो जो उसले आफ्नै हातले लेखेर त्यो अहिले हाम्रो विभिन्न भिडियो क्लिप्सहरू पनि दिइरहेको छ त्यो मात्रै एउटा सरकारलाई घचघचाउनलाई आफ्नो राइटलाई देखाउनलाई यो करप्सन सम्बन्धी उसले बनाएको रहेछ र त्यो देखाउन मात्रै उ गएको रहेछ हामीहरू कोही पनि यो नेपालमा बस्ने आमा होस् या नेपालकै संसारको कुनै पनि कुनामा बस्नेले आफ्नो छोरालाई वीरगति कि अमर हेर्न चाहनुहुन्छ हजुर अमर हेर्न चाहनुहुन्छ शहीद भएको हेर्न चाहनुहुन्छ म त अस्ति पनि भनिसकेँ लुलो लङ्ग्रो जस्तो भए पनि आफ्नो छोराछोरी भनेको आफ्नो छोराछोरी हो कि अहिले आछन् शहीद भयो यो भयो भन्न चाहिन्न हामीलाई शहीद हामी त यस्तो परिवारमा हुर्केको आफ्नो बच्चा एउटा बनिसकेको थियो मेरो त मेरो अब लाइफ अब मेरो जस्तो लाइफ छ मेरो 17-18 दिन 20 दिन अगाडि मेरो जस्तो लाइफ म प्राउड गर्थेँ म प्राउड मान्छे मलाई आफूलाई संसारको सबभन्दा भाग्यमानी खान्ने मान्छे हो अनि नि म भाग्यमानी सबभन्दा मेरो परिवार त्यो छोराले लिएर त्यति गर्व गर्ने मान्छे हो अनि नि कसले फर्काउन सक्छ मेरो त्यो 17-18 दिन अगाडिको मेरो खुसी
मान्छे मरेको छ गिरीमा लाएर पुरै गिरीमा लाएर पुरै गिरी निस्केर पुरै गिरी निस्केर र त्यो दिनबाट अहिलेसम्म पनि ऊ एक्लै रुन्छ। अब त्यो आमाको हरेक आमा जुन शहीद हुनुभएको छ सायद मलाई लाग्छ कसैले धेरै आँसु खसाएला कसैले थोरै, तर त्यो पीडा त मान्छेको अगाडि चाहिँ उसले त्यस्तो आफ्नो रिएक्सन चाहिँ देखाएको छैन, एक्लै रोइरहेको छ। छिटोभन्दा छिटो गएकाहरू फर्किन्नन् भन्दा पनि थाहा छ, गएकाहरू फर्किन्नन्। हाम्रो पीडा हो। हजुरहरू यहाँ जतिजना आउनुहुन्छ यो गर्न त्यो गर्न कसैले पनि हाम्रो पीडालाई नि सान्त्वना र संवेदना दिन्छ। हामी आफै हो हाम्रो पीडालाई हामीले आफ्नै कुन तरिकाले हामीले मरम लगाउने हो लगाइ नै राख्छौँ। उनीहरूलाई जेको डर थियो नि त्यही भइदियो क्या, जस्तै त्यो एक्सट्रिम लेभलमा भयो नि त जे भयो होइन। अनि उनीहरूलाई डरै त्यही थियो क्या, इन्स्टाग्राममा यताउता हल्ला फैलिन्छ अनि त्यसपछि मान्छेहरू आएर हाम्रो घरमा हामीलाई कन्फ्रन्ट गर्छ होइन, पैसा निकाल भन्न थाल्छ, हाम्रो बच्चाहरूलाई पिट्छ भनेर उनीहरू डर त थियो नि त, त्यही गएर सोसियल मिडिया ब्यान्ड गरेको। तर आई गेस लाइक कर्म हेज इट्स ओन वे टु गेट ब्याक टु पिपल होइन, त्यो रोकिने कुराहरू होइन नि त त्यो त। अनि अब झन् बच्चाहरू मारेपछि त इट्स अ डिफ्रेन्ट स्टोरी। आई थिङ्क त्यो भएर चाहिँ सेकेन्ड डे वाज इभन मोर एग्रेसिभ, इभन मोर भायोलेन्ट इन अ लट अफ वेज। नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, नेपालको इतिहासदेखि नै नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहँदै आएको तथ्य हामी सबैलाई सर्वविदितै छ। नेपालमा हाल भइरहेको आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक संवेदना र सहानुभूति प्रकट गर्दछ। साथै घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ। आन्दोलनको क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा जनधनको थप क्षति हुन नदिन र शान्ति, सुरक्षा, अमन, चयन एवं राष्ट्रिय एकता र सद्भाव कायम गर्नु हामी सबै नेपालीको साझा दायित्व हो।
celestial melody we sing. Aloft on cosmic wings we swing in the heart of space. We're diving in. Infinite constellations we daily glean in vibrant hues of red, yellow, and green. Hidden dimensions yet unseen, part of a cosmic dancery. अब हेर्नु है दाइ के भइरहेछ यहाँ हेर्नु है अब अलमोस्ट अस्तिसम्म 100% जनतालाई यो जुन ट्रामाटाइजिङ इभेन्टको त्यो फिल भइरहेछ सो 100% छ भने आजको दिनमा आएर कतिजनाको त्यसमा त्यो भइरहेछ क्या दाइ स्टिल तपाईँको त्यो बाँकी छ कि त्यो अस्तिको ट्रामाटाइजिङ इभेन्ट स्टिल त्यसमा बाँकी छ कतिजनाको होला धेरै कम भइसक्यो सो तिनीहरूलाई सो त्यो फियर पनि त्यस्तै हुन्छ सो अहिले चाहिँ मलाई चाहिँ के लाग्छ भन्दा कि त्यो एउटा कुरा चाहिँ त्यो पर्मानेन्ट चेन्ज एउटा हुनुपर्छ क्या त लमा हो कि केमा हो अब उनीहरूको भनाइ चाहिँ सुशीला कार्की प्रधानमन्त्रीले नै भेटेँ तपाईँहरूको माग अनुसार पुऱ्याइदिन्छु पनि भनेको छ जेनजी टिमले उनीहरूले पनि नराम्रो काम गरे होइन नेपालको भ्रष्टाचार विरुद्ध नै लडे हो त्यो मलाई चित्त बुझ्दै कुरो छ आफ्नो घर परिवारमा त छोरो जस्तो मरेको राम्रो त कसलाई लाग्छ र होइन सबैलाई चाहिँ दुखी नै छ भिडियो नराम्रो भयो तर देशमा चाहिँ एउटा नाम राख्यो इतिहासमा नाम रहन्छन् नाम राख्यो भन्ने भयो तर यिनीहरूलाई चाहिँ जे होस् देशमा चाहिँ राम्रो भएर जाओस् भन्ने चाहन्छु र यो भ्रष्टाचारहरूलाई चाहिँ भ्रष्ट नेताहरू भ्रष्टाचारहरू चाहिँ नहोस् अब भ्रष्टाचार नहोस् देशलाई राम्रै होस् देशलाई राम्रो भयो भने हामी सबैलाई राम्रो हो त्यही भन्न चाहन्छु
हाम्रो शहीद बनेका छन्, हाम्रो देशको शहीद। अहिले साँच्चीकै सेप्टेम्बर 8 र 9 चाहिँ हाम्रो साँच्चीकै कालो दिन भएको छ क्या। देशको साँच्चीकै कालो दिन भनेको यो हो, जसले यति धेरै युथहरू गुमायो, जसले यति धेरै हाम्रो एजका हाम्रो जेनेरेसनका युथहरूलाई शहीद बनायो। यो सरकारले नै, यो हाम्रो हत्यारा सरकारले नै हाम्रो युथहरूलाई मारेको हो। यसको विषयमा चाहिँ सबैभन्दा पहिला सरकार गठन भइसकेपछि सबैभन्दा पहिले चाहिँ हाम्रो यो जुन आफ्नो एउटा आमाको कोख रित्तो बनाएर एउटा आमाको कोख मासिएको छ, त्यहाँहरूलाई चाहिँ विशेष ध्यान दिनुपर्छ, उहाँहरूलाई चाहिँ विशेष ठाउँमा राख्नुपर्छ, उहाँहरूले विशेष क्षतिपूर्ति पाउनुपर्छ, उहाँहरूलाई चाहिँ भोलिका दिनमा उच्च सम्मान हुने तरिकाले एउटा शहीद घोषणा गर्नुपर्छ। अब यो अन्तरिम सरकार पनि आएको छ दाइ है। अब यो पश्चात चाहिँ तपाईँको अब तपाईँको विचार धारणादेखि लिएर चाहिँ अब नयाँ नेपाल कस्तो बन्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? यो नयाँ नेपाल चाहिँ भ्रष्टाचारयुक्त हैन, भ्रष्टाचारयुक्त अनि अर्को चाहिँ हैन, नेपालको सबै अहिलेले जस्तै भन्न खोजेको अहिले कसैको घरमा लास पऱ्यो भने हैन, लास पऱ्यो भनेदेखि त्यो लास उठाउनलाई मान्छे नै नहुने छ गाउँघरतिर। त काठमाडौँमा त ठिकै हो, अलिअलि होला, तर गाउँघरतिर यो आफ्नो घरको छोराछोरी आफ्नै घरमा बसेर आफ्नै घरमा केही गर्ने वातावरण बन्न सकेको होस् नेपालमा भन्न चाहन्छु। मेन त लिडरसिप नै चेन्ज राम्रो हुनुपर्छ। चेन्ज भएर जनताको हितको लागि नेपाली सर्वसाधारण हुन्छ नि त, नेपालको सबैजना मान्छेहरूलाई राम्रो व्यवस्था होस् अनि देशमा विकास होस् अनि हामीले पनि नेपालमै बसेर केही रोजगार पाउने त्यस्तो अवसर पाइयोस् अनि भन्ने मुख्य त्यही हो। मैले चाहेको त हैन दाइ, मैले चाहेको त प्रायोरिटीमा फ्री एजुकेसन, फ्री हेल्थ केयर हैन, फ्री फुड अनि फ्री लिभिङ हो क्या दाइ। बस्न ठाउँ हुनु पऱ्यो, त नागरिक हुनु पऱ्यो दाइ। महिला प्रधान न्यायाधीश र एउटा इतिहास रच्न सफल जुन चाहिँ आन्दोलनबाट आएको निर्वाचन पनि यति बेला श्रीलङ्काको प्रधानमन्त्री मृत्यु हुनुभएको थियो। यति बेला
Thank you.